घरमा धेरै बिरामी भइरहेका छन् भने अथवा कुनै लामो समयदेखि बिरामी भइरहेको कोही व्यक्ति घरमा हुनुहुन्छ भने तपाईले यो काम गर्नुहोस्। बिरामी बिस्तारै आराम हुँदै जान्छ। राति सुत्ने बेलामा बिरामीको सिरानीमा तामाको अम्खोरामा 1 अम्खोरा पानी राख्नुहोस् र त्यसमा दालचिनीको धुलो लगेर त्यसको माथि छर्दिनुहोस्। पानीको माथि छ भने त्यसमा अझै चन्दनको धुलो पनि मिसाइदिनुहोस् र बिहान त्यस पानीलाई लगेर कुनै रुखको जरामा खनाइदिनुहोस्। यो काम तपाईले 72 दिन गर्नुपर्ने हुन्छ। 72 दिन तपाईले गर्नुभयो भने लामो समयदेखि औषधि खाइरहनु भएको अथवा थला परिरहनु भएको बिरामी हुनुहुन्छ भने उहाँलाई बिस्तारै बिस्तारै क्रमिक रूपमा आराम मिल्दै जान्छ। औषधिले पनि काम गर्न थाल्छ। यो काम चाहिँ तपाईले 72 दिन गर्नुपर्ने हुन्छ। अम्खोरामा तामाको अम्खोरामा पानी राति सुत्ने बेलामा राख्ने अनि त्यसको माथि चन्दनको धुलो र दालचिनीको धुलो राखेर अनि बिहान त्यो पानीलाई चाहिँ कुनै रुखको जरामा खनाइदिने गर्नुभयो भने यसले अत्यन्तै लाभ दिन्छ। बिरामीलाई एकदमै आराम मिल्छ। राधे राधे।